ओम शान्ति। आजको मुरली चिन्तन सुरु गरौँ होला। बाबाले वरदानमा सम्झाउनुहुन्छ, साइलेन्सको शक्तिद्वारा आफ्नो रेजिस्टरलाई सफा गर्ने लोकप्रिय प्रभु प्रिय भव। अनि सारमा सम्झाउनुहुन्छ, साइन्स अनि साइलेन्स। साइलेन्सले कागजमा लेखेको मिटान्छ नि, त्यसरी नै तिमीले साइलेन्सको शक्तिले आफ्नो रेजिस्टर दिनै सफा गर। अनि हिजो गरेको व्यर्थ संकल्प, व्यर्थ कर्म, व्यर्थ बोल अर्को दिनमा त्यसको नाम निशानै नहोस्। बितेको कुरामा फुलस्टप लगाउनु पर्छ। रेजिस्टर सफा भयो भने दुई कुरा पक्का हुन्छ। प्रभु प्रिय बन्छौ अर्थात् बाबालाई प्रिय, अनि देवी लोकप्रिय बन्छौ अर्थात् सबैलाई प्रिय। अनि आजको स्लोगन यस प्रकार छ, व्यर्थ संकल्प गर्नु वा अरूको व्यर्थ संकल्प चलाउनु निमित्त बन्नु यो पनि अपवित्रता हो। सारमा छ, आफ्नो व्यर्थ संकल्प अर्थात् मेरो मनमा नेगेटिभ सोच्छु यो पनि पवित्रता भाग हो। अरूको व्यर्थ चलाउनु, अरूले गुनासो गरिरहेको छ अनि म पनि हो नि हे भनेर साथ दिन्छु, यो झन् ठुलो अपवित्रता हो। अनि पवित्रता अर्थात् संकल्पको शुद्धता, मन वाणी कर्ममा मात्र हैन, संकल्पमा पनि पवित्र रहनु छ। व्यर्थलाई समर्थ गर्ने अर्थात् व्यर्थ फैलाउनु। अनि रेजिस्टर सफा राख, व्यर्थलाई मौका नदेऊ, प्रभु प्रिय बन्छौ। अनि आजको बाबाको मुरलीको मुख्य सारहरू यस प्रकार छ। बाबाले भन्नुहुन्छ कि अमर बाबा अमरनाथ आएर हामीलाई मृत्यु लोकबाट अमरलोकमा लैजानु अमर कथा सुनाउनुहुन्छ। अहिले हामीलाई ज्ञानको तेस्रो नेत्र दिनुभएको छ। तेस्रो नेत्रले के देख्छौ? तीन काल, सृष्टिको आदि मध्य अन्त, तीन लोक, मूल वतन, सूक्ष्म वतन अनि स्थूल वतन। त्यसैले हामी ब्राह्मणहरू त्रिकालदर्शी हो, दुनियाँमा अरू कोही पनि छैनन्। अनि बाबाले अर्को टपिकमा सम्झाउनुहुन्छ, बाबाले आज एउटा कथा सुनाउनु भयो। अमर कथा, अमरपुरीको मालिक बन्ने कथा, अनि सत्यनारायणको कथा, सत्यखण्डको कथा, तिजरीको कथा, तीसरो नेत्रको कथा। यो शिव बाबाको ज्ञान यज्ञ हो। यस यज्ञबाट विनाश ज्वाला निस्किएको छ। पुरानो दुनियाँ स्वाहा भएर नयाँ दुनियाँ बन्नु छ। अब केही मिनेटको बाटो मात्रै बाँकी छ। अनि बाबाले सम्झाउनुहुन्छ, हामी को थियो? आदि सनातन देवी देवता, अहिले पतित भएर आफूलाई हिन्दू पापी भन्छौ। अनि 84 जन्मको चक्र, आत्मा बिन्दु हो, भ्रुकुटीमा बस्छ, एउटा शरीर छोडेर अर्को लिन्छ। सङ्गम युगमा सर्वगुण सम्पन्न 16 कला सम्पूर्ण देवता बन्छौ। फेरि आधा कल्पपछि खाद पर्छ। याद कसैलाई गर्ने? वर्षा शिव बाबाबाट मिल्छ, ब्रह्मा बाबाबाट हैन। त्यसैले एक शिव बाबालाई मात्र याद गर्नु छ। ब्रह्मा त भाइ हुन्। अनि धारणाको लागि मुख्य सार छ। बाबाले सम्झाउनुहुन्छ, रूह सम्झेर पढ। आफूलाई रूह सम्झेर बाबासँग राम्रोसँग पढेर पुरा वर्ष लिनु छ। सत्यखण्डको मालिक बन्नु, सच्चा कथा सुन्नु अनि सुनाउनु छ। दुनियाँलाई देखेर पनि नदेख, यो पुरानो दुनियाँमा आगो लाग्नु छ, यसलाई देखेर पनि। अनि आजको अभ्यास यस प्रकार छ, आँखा बन्द गरेर भन्नुस्, म त्रिकालदर्शी आत्मा हो, मलाई तीनै काल तीनै लोकको ज्ञान छ। अनि दिनभरि कुनै प्रब्लम आयो भने तुरुन्तै सोच्नु, यसको आदि मध्य अन्त के हो? बाबाको दृष्टिले हेर्नुस्। अनि आजको स्वामान हो, म त्रिकालदर्शी आत्मा हो। ओम शान्ति।